Giving up is not in the blood, sir. It's not in the blood. कसैले भन्छन् असम्भव केही पनि छैन, तर यसलाई संसारकै सबैले देख्ने गरी प्रमाणित गरेर देखाउने व्यक्ति थिए निर्मल पूर्जा यानि कि निम्स दाई। दुनियाँले जे कुरा असम्भव मान्थ्यो उनले त्यसलाई केही महिनामा नै पुरा गरेर देखाइदिएका थिए। संसारका 8000 मिटरभन्दा सबै अग्ला 14वटा हिम चुचुराहरू मात्रै 6 महिना 6 दिनमा सफलतापूर्वक आरोहण गरेर। If you give up, you die. आखिर को थिए निर्मल पूर्जा? कसरी सम्भव भएको थियो यो अद्भुत यात्रा? So when people ask me, Nims, who are you? I've got a very simple introduction. I am Nims Dai, Nirmal Purja. I was born in Nepal. 2040 साल श्रावण 9 गते निर्मल पूर्जाको जन्म नेपालको म्याग्दी जिल्लामा भएको थियो। उनको पालन पोषण भने चितवनमा भयो। निर्मलको सानैदेखिको सपना थियो ब्रिटिस गोर्खामा भर्ती हुने। सन् 2003 मा उनले गोर्खा रेजिमेन्ट जोइन गरे। पछि उनको ब्रिटिस स्पेशल बोट सर्भिस SPS मा छनौट हुने काम पनि भयो। The Special Boat Service, the UK's elite maritime counter-terrorism and special operations unit. यो UK को एकदमै कठिन र विशेष सैनिक टोली हो। लगभग 16 वर्षे सैन्य सेवा बिताएपछि उनले आफ्नो छुट्टै सपना पूरा गर्न आफ्नो सुरक्षित करियरलाई त्यही बिट मारे। सन् 2019 मा उनले एउटा यस्तो अभियान सुरु गरे जसलाई कसैले पनि विश्वास गरेका थिएनन्, जसको नाम थियो प्रोजेक्ट पोसिबल। यो भन्दा पहिले 8000 मिटर भन्दा अग्ला 14वटा चुचुराहरूमा चढ्ने सबैभन्दा छिटो रेकर्ड लगभग 7 वर्षको थियो, तर निम्स दाइले यसलाई 6 महिनामा पुरा गर्ने लक्ष्य राखे। यो यात्रा 3 फेजमा विभाजित थियो। फेज 1 नेपाल। अप्रिल 2019 मा अन्नपूर्णबाट सुरु भई माउन्ट एभरेस्ट, लोत्से, मकालु, कञ्चनजङ्घा र धौलागिरीको सफलतापूर्वक आरोहण। त्यसपछि फेज 2 मा पाकिस्तान, नङ्गा पर्वत, गासेर ब्रुम 1, गासेर ब्रुम 2, K2 र ब्रोड पिकमा सफलतापूर्वक आरोहण। त्यसपछि फेज 3 मा तिब्बत, चीन र नेपालको चुआयु, मनास्लु र अन्त्यमा सिसपाङमा चढेर यो यात्रा सम्पन्न गरे। अक्टोबर 29, 2019 मा सिसपाङमाको सब्मिटसँगै उनले मात्रै 6 महिना 6 दिन अर्थात् 189 दिनमा यो विश्व रेकर्ड आफ्नो नाममा गर्न सफल भए। यो रेकर्डपछि नेटफ्लिक्समा 14 पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्री मार्फत उनी विश्वभरि चर्चामा आए। त्यसैगरी जनवरी 16, 2021 मा निर्मल पूर्जा र 9 जना नेपाली शेर्पाको टोलीले अर्को इतिहास रच्न सफल भए। उनीहरूले हिउँदमा K2 को सफल आरोहण गरे, जुन पहिले कसैबाट पनि भएको थिएन। यो अभियानमा निर्मल पूर्जाले बिना कुनै कृत्रिम अक्सिजन सबमिट गरेर आफ्नो श्रम र क्षमता सबै सामु देखाइदिएका थिए। 2006 सालमा निर्मल पूर्जा र सुचित्रा बीच विवाह सम्पन्न भएको थियो। यसरी लामो समयदेखि वैवाहिक सम्बन्धमा रहेका उनीहरूबाट 2022 मा एउटा छोरी हिमानीको समेत जन्म भएको छ। तर दुर्भाग्यवश विश्वका अग्ला हिमालहरूलाई जित्ने असाधारण साहस, अदम्य इच्छाशक्ति र आफ्नै सीमालाई निरन्तर चुनौती दिने निर्मल पूर्जा अब हामी माझ रहेनन्। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहण गर्ने क्रममा हिम पहिरोमा परि साहसी आरोही निर्मल पूर्जा निम्स दाइ सहित अन्य 6 जना नेपाली आरोहीहरू हामी माझ हुनुहुन्न। कुल 10 जना रहेको आरोहण दलमा 6 जना नेपाली हुनुहुन्थ्यो भने अन्य 4 जना विदेशी हुनुहुन्थ्यो। विशुद्ध समाजका गतिविधिहरू थाहा पाउनको लागि हाम्रो च्यानल यी कुरालाई सब्स्क्राइब गर्नुहोला। फेरि भेटौँला। नमस्कार।